नमस्कार, श्रोता एपको 1 मिनेट स्टोरेजमा यहाँहरूलाई हार्दिक स्वागत छ। कुनै बेला 11वटा गाउँमा चाहिँ एकैपटक खडेरी लागेछ। त्यसपछि कोही मान्छे आएर चाहिँ ती 11वटा गाउँलेलाई भनेछ कि त्यो गाउँदेखि करिब 100 किलोमिटर टाढाको एउटा मन्दिरमा गएर चाहिँ हवन लगायो भने पानी अवश्य पर्छ भनेर सुनाएछ। यो सुनेपछि 11वटा गाउँलेहरू भेला भएछन् 11 गाउँबाट र एक जना प्रतिनिधि छानेर चाहिँ 11 जनालाई हवनका लागि उक्त मन्दिरतर्फ पठाएछन्। जब उनीहरू मन्दिरमा पुगे, हवन सुरु गरे र जब हवन सकिएपछि पुजारीले घोषणा गरेछन् कि आज यी 11वटा गाउँमध्ये एउटा गाउँमा चाहिँ पानी पर्छ, बाँकीमा चाहिँ पर्दैन भनेछन्। यो सुनेपछि सबै गाउँले एक आपसमा कुरा गर्न थालेछन् र पुजारीलाई सोधेछन्, किन गुरुजी यस्तो भएको, एउटा गाउँमा मात्रै पानी आउने बाँकी 10वटामा नआउने भन्दा? पुजारीले एक व्यक्तिलाई इसारा गर्दै भनेछन्, हेर्नुहोस् त, एकजना मात्रै पूर्ण विश्वासका साथ हवनमा बस्नु भएको छ। उहाँ घरबाट आउँदैखेरि आज पानी पर्छ भनेर छाता बोकेर आउनुभएको छ। तपाईँहरू कुनै पूर्व तयारी बिना आउनुभएको छ। त्यसैले आज एउटा गाउँमा मात्रै पानी पर्छ भन्नुभएछ र अन्त्यमा भएछ पनि त्यस्तै, त्यो एउटा गाउँमा मात्रै पानी परेछ। यो कथा सुन्दा सानो लागे पनि यसको सन्देश एकदमै गहिरो छ। हामी कुनै पनि कुराको प्रार्थना गर्छौँ भने दृढ मनबाट पूर्ण विश्वासका साथ गऱ्यौँ भने त्यो प्रार्थनाबाट हामीले अवश्य पनि चिताएको कुरा पाउनेछौँ। धन्यवाद।